एक्जाममा त फिक्स फेल हुने भए अब के गर्ने होला? मेरो बोर्ड एक्जाम चल्दैछ र मैले भने एकछिन पढेको छैन। अब पास हुने तरिका खोज्नु पर्यो भनेर रेडी भएर रुमदेखि निस्के। बस चढेर बगर आइपुगे र हेर्दै पुगे पिण्डवासिनी मन्दिर। मन्दिर पुगेर राजेश दाईसँग पनि भेट भयो र दुईजना लाग्यो आरती हेर्न। हाम्रो आरती सक्यो। हामीसँग हुनुहुन्छ द वन एन्ड ओन्ली राजेश शिरीष मगर। उहाँ चाहिँ वेडिङ भिडियोग्राफर र फोटोग्राफर हुनुहुन्छ। तपाईँहरूलाई पनि यदि आफ्नो बिहेको फोटो भिडियो खिचाउन छ भने उहाँलाई सम्झाउन सक्नुहुन्छ। मैले उहाँको दाईको नम्बर चाहिँ यहाँ लेखिदिन्छु, यहाँ छ है। आरती हेर्यौं र अब चाहिँ पास हुन्छु भनेर मन शान्त बनाएर लाग्यौं दुई भाइ खाजा खानलाई। खाजा खाएर दाई घर फर्किनु भयो र म पनि घर फर्किए। आजको लागि यति नै भेटौँला अर्को भिडियोमा। त्यति बेलासम्मलाई जय नेपाल।